हेलो गुड मर्निङ साथीहरू। हामी चाहिँ अहिले स्पोर्टमा आइसकेका छौँ होइन। सो अब यहाँ तयारी हुँदैछ हाम्रो बल्छी बनाउने काम। अनि हेर माछा कति पर्छ। आज पनि पानी परेर बिहान पानी परेर चाहिँ अब अहिले बसिरहेछ होइन। अहिलेसम्म त कोही आएको नरहेछ यतातिर चाहिँ कोही छैन। यता पारी चाहिँ यता के अरे दाना खेल्नेहरू छ, यता बल्छी खेल्ने चाहिँ कोही छैन है। ल अब हामी सुरु गर्छौँ है त। लेउमा हामी खेल्न लागिरहेछौँ होइन सन्तोष भाइ। माछा कति मारिन्छ आज? स्योर हो? ल अब हेर्दै गर्नु होला है त माछा कति पर्छ। लगाऊ ल है साथीहरू। हाम्रो फर्स्ट बोनी गर्यो सन्तोष भाइले। के पार्यो सन्तोष? ठिक्कै छ होइन। त्यसमै हालिदेऊ न। पखायो एकछिन। अर्को भाँडा किन ल्याए होइन? लैसकेछ यार कसम से एउटा त आइजन हेर्नु न। थुक साथीहरू हामी चाहिँ यहाँ खाजा खान लाग्यो। मासु चिउरा र मासु खाने भनेको के अरे मासु मात्रै आएछ, चिउरा बिर्सेछ। अलि टोपी माथि गर्नु नि, देख्नु देखेन तपाईँलाई यार। ल अब ठ्याक्क रन्काउनु पर्छ है। त मासु हेर्नु बङ्गुरको अहिले यो भ्याम के अरे यो चाहिँ अहिले चिउरासित हाम्रो नि त। ल कस्तो रहेछ प्रकाश दाइ? मिलेछ सन्तोष? पुरा खुर्सानी हान्दैछ। हजुर भाउजू, यस्तो पनि छ केटाहरूको। हजुर होइन भाउजू, हामीले यहीँ लिन लागेको भाउजू। ल अब होइन भाउजू, परेन भाउजू, हामी यहीँ लिन्छ। आउनु परेन तपाईँ, आउनु परेन भाउजू। सन्चो छैन, शिवेली लिएर आउँछ कि भाउजू, तिनीहरू गाडीमा छ। आउनु लाग्छ नि, लिएर आउँछ। हुन्छ परेन भाउजू। प्रकाश दाइले एउटा नि माछा मारेन आज, बिजोग छ होइन। ट्याक्क लाएर रिम 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 भएर मारेपछि पर्छ कि है। एउटा नि परेन, म त फेरि फालिदिन्छु नि, त्यो परेको माछा पनि फालेर गइदिन्छु। एउटा त लानुपर्छ अहिले। एउटा के गर्नु छ न, छाक पुग्ने के पुग्ने। अहिले केटाहरू आउँदै छैन। ठुलो त ठुलै छ यार दाइ यार, होइन साइजको छ नि, होइन यत्रो छ नि। माछा त झोल खाने हो के मासु भन्दा नि होइन। अनि टाउको बुढा राख्ने टाउको पुच्छर ज्यान जति झोलमा खान्छ। हिजो के दाइ के गाडी बात आयो होइन, अनि हामीले माछा बनाएर रहेछ। अनि आमाले ल चाख्द भनेर मलाई दिएको होइन, बोरले कचौरामा पायो है, ल आमै गरेर उठाएर खाइसकेको मासु माछा के कसले? बुढो के ए लमै जुठालेर आएको पुरै। सन्तोष सिटन्डर मैले उ गरिहालेँ। ए ल खानु दाइ, खानु त्यो फेरि पाएपछि अब माछा परेन कालिम्पोङ एक बोतल ल्याउनु दिउँसो बोल्नुभयो। माछा नि मार्नुपर्छ होइन, झुलिएर आउनु एक छाक त लिएर जाने हो दाइ। झुल जानु लाग्यो बाँध्ने हो नि अहिले। यसमा यो यत्रो ठुल्ठुलो अस्ति म त देखेर यहाँ यसमा यो कुलोमा त्यो मार्नु भएको थियो नि। तर आज छैन के हो कि माछै चलाएन, टलै गयो जस्तो। फेरि घाँस लास्टै पाक्छ क्या, त्यही झ्याउ लाउँछ कि अरू हुँदैन। ल है साथीहरू, हामी चाहिँ अब माछा नपरे पनि यहाँनिर चाहिँ खाने कार्यक्रम गर्दैछौँ। हामीले नआउने भनिरहेको छ के अरे, दसैँमा जाने भनेको के अरे, खै हेरौँ के हुन्छ। होइन जाने भयो, उता प्रकाश दाइको गाउँ नि जाने हो। को प्रकाश दाइको?
आउनु पर्छ हामीले आज जाने हो तपाईँको घर यता हो र यता चितवन चितवन त नि अनि कहाँ चितवन तिमीहरूको घर त उहाँ हो त अनि उनी हो के लाइसेन्स बनाउनले चाहियो नि बुढीले 2 लाख रुपियाँ यतिकै थोरै न निकालेर राखेछ ए बाइकको लाइसेन्स बनाउने तँलाई किन निकाल्दैन बाइक किन्ने रे के नयाँ होइन त 220 किन्ने रे ऋण गरेर किन्ने अरे केटा किन्ने हो अहिले निकाले छैन के दाइ के हेलो साथीहरू हामी चाहिँ अब त्यहाँ बल्छीमा नपरेर यहाँ झुल हान्दैछौँ है यहाँ केटाहरू झुल हान्दैछ केले माउर यस्तो गहिरो नि यार ए सिबेको भरै त पुरै सुत्न सक्दैन भरे चिलाएर ऱ्याङ्कोट त कहाँ छ्याटिहाल्छ नि यहाँ पानी ठुलो भयो छ त माछा छ तिमी यता आउ न मलाई तान्नु यसमै यतै हाल्नु यतापट्टि रोक्नु है खुट्टाले चेप्नु पर्यो ल हेरौँ न दाइ यो के हो यस्तो खुल्दै ल ल बढाउन अगाडि निरल दाइ ल चलाउनु आनन्द हैट 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 वु वु ए माउर ठुलै माछा पर्न लाग्यो त झन् छैन तर माछा नरहेछ है खासै चड्डीमा त हावामा त छिरेर माथि माथि उठाउन खोज्छ त यार दाइ अहिले नहराउनु है मैले जान्छु चलाऊ दाइ चलाऊ उठाऊ उठाऊ मैले धेरै भित्र छिराइदिएँ लल्लु त सर हेर्न ल्याम्फे परिदिए नि हुन्छ नि ससै पर्छ अहिले पर्न त पर्छ पानी धेरै नै ठुलो रहेछ क्या ल्याम्फे ल्याम्फे बा यार यस्तो माछा परिदिएको हो ठुलो आज त त्यस्तै माछा मात्रै परिरहेको त यहाँ छ यहाँ एउटा यहाँ छ पक्र पक्र राख्ने त ज्यादै पुकाएको त ल पक्राउ न 4वटा समाते एउटा छ अब यही मात्रै माछा रहेछ 1800 रुपियाँ रेट पर्यो निरलले रेट पर्यो हरि परेछ है माछा खिच्ने आइ त मच्छी मार
ए मलाई नि बुझाइदियो यार केटोले त ढुङ्गे परेछ ढुङ्गे मार्न पर्छ त्यसलाई सन्तोष काय गर्छु अलि अगाडि बढ्नु पाउँछ क्या यहाँ धेरै ठुलो धेरै सुकाइदिउँ अहिले के हो नि उता पाउँछ कि उतातिर हान्दै जाऊँ न एउटा परेन पर्का जाइको तिर जानु अलि तलैबाट गर्ने यता आउला भन्दा ल हटे जस्तो छ झन् ल आए 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 हाम्रो सिकारीहरू आए पौडी खेल्दै आछन् पुरै अहिलेबाट दुख्न थालिसक्यो यी पुरै उता तालमा जाने हो कति मारेर टन्ने मारेर उता नि हो न उफ त्यहाँ छ कति डब्बा उता उफ यसरी डुङ्गामा बसेर जाल हान्दै ल थाहा भ्या कि त्यहाँ झिक्दिएको भाँडा माथि लागेर हालिसकेको छ यस्तो सुपर फास्ट भएछ नि प्रकाश दाइ त सुँगुर खाएर सुँगुर जस्तो मोटाएछ यता बसेर खिच यता अनि सबैलाई देख्न पर्यो पानी पनि हो पुरै युज गरेको जस्तो भयो झोल चाहिँ हाल्नु पर्ने प्रकाश छैन झोल साथीहरू हामी चाहिँ अब खाजा खान लाग्यो है माछा त मरेन सन्तोष चिलमा छ आज बिहानै चिलमा छु यहाँ कस्तो दामी देखेको त नि आकाश हेर बड्डो कस्तो दामी देखेको दुईजना उता बल्छी खेल्दैछन् भयो मलाई त म भयो अमृतलाई चिउरा कहिले कहिले यस्तो
ढिलो सायद खाए पनि पच्छ कहिले कहिले त होइन महिनामा एकचोटि खाँदा त महिनामा कि वर्षमै होला पानी जाउँ न यार त्यसलाई ठिक छ नि होइन मासु के को हो च्वाचे स्वाचे हो डोजर स्पेसल डोजरको ठ्याक्क लाएर त्यो पानी दिन्न सिरेला त केही भएर त यार सिबी बाङ्गो बनाउँ के अरे अब त्यो चाहिँ अब मिल्दै भयो त होइन थुप्लिने हो शिव ए यसको त पानी होला नि फ्रीमा एउटा सिङ्गै लैजा भनेर दिए नि म लाँदैन भन्दैछु त मलाई सिङ्गै लैजा यो बुङ्गुर काटेर खा भने नि लाँदैन कि म त लान्छु यार नखाए नि काटेर बेच्दिनु म त छुँदा नि छुन्थेँ लाँदा लान्थेन दिमाग लगाऊ पास्ता बल होइन पासा दिमाग लगाऊ दिमाग आफू नखाने पनि के भने लाने काट्न लाउने काटेर बेच्दिनु म चाहिँ बोल्छिम 5 वटा माछा पारिसकेँ रुपियाँ सस्तो बेच्दिने म माछा मार्दैछु नि त त्यही भएर हो उहुँ, छोडे गर तिमीले छोडिदिएको पुरै अँ तिमीले दोष दिए त फेरि खान थाल्यो त उसले त खान्छ ऊ स्विच अफ भइसक्यो आधा केटो ओए गयो राष्ट्रिय निकुञ्जको गइ यता पोखरातिर निस्केर भागे जस्तो छ केटोलाई लाग्दै लागेको रहेछ क्या बिहानबाट भातै खाएन हिजो पनि भात खाएन होला हिजो त के अरे राति के सिँढीमा सुतेको अरे कहाँको सिँढीमा होइन के कोठा के खाटमा सुतेछु भनेको भुइँमा पुरै यति भोक लग्गै पऱ्यो थाहै छैन ढोका सोका न त्यो पर्दा लाछु न केही लाछु यत्तिकै सुतिरहेको आइमाईहरूले फेरि मस्तले हेरिरहेको धनै के हुन्छ धनै नाङ्गै नसुते रहेछ यो पनि गेरा यस्तो फर्क देखाइदिन्थ्यो अहिले धेरै छ्याप भयो भने त मुदिन्छ यार लामो एक दिन सुतेको कहाँबाट चिसो चिसो लागिरहेको छ भने उसले मुतेको कसले सन्तोषले यार यत्रो बुढो भएर नि मुच्छ निस्केको अब मैले अब रोक्न सकेँ मैले के गर्नु जाने है त्यो मेरो गल्ती होइन हो क्या अझ त्यो मेरो गल्ती मेरो फोटो ढोका खोल्न नजानु पाइँदैन अनि अब म कहिले नि होइन मेरो कोठामा लाइट कहिले नि मिल्दैन यत्तिकै उज्यालोमै बस्छु अब लाइट निभाइदिएछ खोलेछु खोल्नै सकेको छैन माछालाई कहाँ हो अनि के गर्नु त नि अनि के गर्छ एकजना जेठाले मेरो ढोकामा मुद्देकै मायाले चुइसक्यो है आफ्नो चुइसकेछ पुरै माछा यसरी साँधेछु निकाल्दै साँधेछु ए दाइ खोलिदिनु भनेछु लास्ट ल त्यहीँ गएछ गयो नि म त नुहाउँछु यार एकछिन यो अहिले खान्छु कागले लान्छ यार अरू भन्दा नि यार छोपेर राख्नु पऱ्यो हो के टिफिन भनेर राखेको ढोका कमेन्ट सुन्छ त्यति नखाएर लामो खान्छ यहाँ हाल्छौँ मलाई धेरै भयो सन्तोष यो यस्तो भिजाएको म त्यसैलाई धेरै हुन्छ त्यो अहिले भोगल अहिले खान्छु यो त्यो चिल्लो भएर खान नसकेको अनि सुँगुरमा चिल्लै त हुन्छ नि तेल नहाले नि चाहिँ चिल्लै त हो यो रक्सी छोडे हालेको अहिले खान्छु बुढो राईहरू तेल पुगेन चाहिँ यहाँ तेल निष्ठै मिठो हुन्छ क्या त्यसलाई अझै के भन्नु छ कि आफै बोकिन पर्छ सिल रक्सी नै छोडिदियो टेन्सन भएको छ मलाई सिरियल छोडेर जोडी पाएन झुरी नै पाएन मेरो राजाले रक्सी नै खाएन एकचोटि झ्यादै फेरि त्यहाँ जाऊँ न त छेउबाट हानौँ हुन्न
ऊ त्यो छेउको उसमा हानौँला हिँड्नु माछा त पाछेर यहाँ कस्तो यहाँ पोलिरहेको छ यता छेउछेउ हेर्नु यस्तो भइसक्यो अहिले चाहिँ के पार्छ र भरे पार्छ नि जत्थु खै जाँदै मन खाम पानी उनीहरूले कुन दिनै भेट्छ क्या चौधरी पऱ्यो भने त भेटिहाल्छ मजा आउँछ होला नि खान्छ चौधरी फर्की त जत्थु भने है साथीहरू यहाँ प्रकाश दाइले माछा पार्यो अरे मनी हेर्न जानु पर्दैन आफूले पार्न सक्दैन पऱ्यो है डाडु फुत्कियो यार पऱ्यो थिएँ